मर्निङ अनि नमस्ते सबैजनालाई। आज होली विशेष सबैजनालाई होलीको धेरै धेरै शुभकामना छ र आज हामी होलीको बिदा भएको भएर घुम्न जान लागिरहेका छौँ। आजको हाम्रो यात्रा दक्षिणकाली मन्दिरसम्मको रहनेछ। यति बेला हामी काठमाडौँको यो थापाथलीको पुलनिर छौँ र आजको हाम्रो यात्रा दक्षिणकालीको छ। अनि दक्षिणकाली जाने र अनि त्यहाँको इतिहास थाहा नहुने त हुँदै भएन, त्यही भएर थोरै यसको इतिहास पनि पल्टाएर हेरौँ है त। दक्षिणकाली मन्दिर नेपालको प्रसिद्ध शक्तिपीठहरूमध्ये एक हो। यो मन्दिर काठमाडौँ उपत्यकाको दक्षिण भागमा पर्दछ। काठमाडौँ सहरबाट करिब 22 किलोमिटर टाढा अवस्थित छ र मन्दिर देवी कालीलाई समर्पित रहेको छ, जसलाई शक्तिशाली, उग्र र रक्षक देवीका रूपमा पनि पुजिन्छ। यति बेला हामी काठमाडौँको बल्खु भन्ने ठाउँमा पुगेका छौँ। यहाँबाट लेफ्ट मोडेपछि हामी कीर्तिपुर हुँदै चोबार हुँदै अनि दक्षिणकाली जानेछौँ। यो मन्दिर विशेष रूपमा दसैँ, कालरात्रि तथा अन्य तान्त्रिक पर्वहरूमा श्रद्धालुहरूको घुइँचो लाग्ने स्थान हो। विशेष गरी शनिबार र मङ्गलबार यहाँ धेरै भक्तजनहरू बलि चढाउन तथा पूजा गर्न आउँछन्। हिन्दू परम्परा अनुसार यहाँ खसी, बोका, राँगा आदि बलि दिने चलन रहेको छ। दक्षिणकाली मन्दिरको वातावरण हरियाली र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। यो ठाउँ धार्मिक मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ। भक्तजनहरू मन्दिरमा पुग्न विभिन्न सवारी साधन वा पैदल यात्रा गरेर जान सकिन्छ। हामी चाहिँ बाइकमा जाने सोच बनाएका छौँ र यस मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्व नेपालमा धार्मिक आस्थावानहरूका लागि निकै गहिरो छ। दक्ष महादेवकी पुत्री सतीदेवीको कथा अनुसार यो मन्दिर दक्षिण दिशातर्फ भएको हुनाले दक्षिणकाली नामकरण भएको मानिन्छ। यदि तपाईँहरू कहिले काठमाडौँ घुम्ने अवसर पाउनुभयो भने दक्षिणकाली मन्दिर गर्न नबिर्सिनुहोला। अनि इतिहास पल्टाएर हेर्दा यसको स्थापना 14औं शताब्दीमा भएको हो। राजा प्रताप मल्लले सपनामा देवी कालीको दर्शन पाएपछि यस मन्दिरको निर्माण गरिएको भन्ने बुझिन्छ। यो ठाउँलाई शक्तिपीठहरूको रूपमा पनि लिइन्छ। यहाँ देवी सतीको शरीरका अङ्गहरू खसेको थिए भन्ने विश्वास पनि छ। फर्पिङ पुगेपछि लेफ्ट लागेर यो हेटौडा जाने बाटोमा हामी तल झरिसकेपछि हामीले यो गेट पनि देख्न सक्छौँ। अनि यहाँबाट करिब 2 मिनटको हिँडाइपछि हामी मन्दिर प्रवेशद्वारमै पुग्नेछौँ।
फाइनली हामी दक्षिण काली मन्दिरको प्राङ्गणमा पुगिसकेका छौँ। यहाँ चाहिँ पार्किङ गर्ने ठाउँ रहेछ। यहाँ पार्किङ गरेर चाहिँ हामी जाने सोच हो। यति बेला हामी दक्षिण काली मन्दिरनिर पुग्न लागेका छौँ। आज चाहिँ पूजा गरेर फर्किने भनेर हामी आएको। करिब 1 घन्टामा हामी आइपुग्यौँ यहाँ। अब मन्दिरमा गएर दर्शन गर्नुपर्ने छ। दक्षिण काली माताको दर्शन गरेर फर्किनुपर्छ हामी चाहिँ ठ्याक्क दक्षिण काली मन्दिर छिर्ने गेटमा छौँ। यहाँ चाहिँ पारिपट्टि चाहिँ ठ्याक्क मन्दिर भयो। हामी चाहिँ वारिपट्टि छौँ। यो बाटो हुँदै झरेर जाने हो। रमाइलो छ एकदम। यो चाहिँ भित्र दर्शन गर्न जाने लाइन हो। खासै भिडभाड छैन। दक्षिण काली माताले सबैको रक्षा गरून्। हामी चाहिँ पूजा गरेर लगभग सकिसकेका छौँ र यता आएका छौँ। यहाँ चाहिँ तपाईँको पण्डितहरू बस्नु भएको रहेछ। टिका लगाइदिने पण्डितहरू। रमाइलो छ। आरती गर्दै हुनुहुन्छ एकजना बुवा। यति बेला हामी दक्षिण काली माताको मन्दिरमा आइपुगेका छौँ। यो चाहिँ माथि हाइटमा रहेको छ र एकदमै राम्रो ठाउँमा रहेछ। यहाँ चाहिँ यस्तो छ। पारीको भ्यू एकदमै राम्रो छ। अर्को फेरि भिडियो ल्याउने बाचा गर्दै आजको चाहिँ यहीँनिर अन्त्य गर्छु। सब्सक्राइब चाहिँ गरिदिनु होला।